सबैलाई नमस्ते भन्न चाहन्छु हाम्रो गिटार नेपालको तर्फबाट। आज हामी के सिक्दैछौँ भन्दाखेरि आज हामी तीनटा कर्ड सी मेजर, ए माइनर र ई माइनर यो तीनटा कर्ड हामी समात्न सिक्छौँ र यसलाई हामी कसरी चेन्ज गर्ने र लास्टमा हामी एउटा रिदम प्याटर्न पनि ट्राई गर्छौँ है त। ल सुरु गरौँ है त। ल त यहाँनिर एकदम ध्यान दिएर हेरौँ। यहाँनिर हाम्रो के रहेको छ भन्दा गिटारको फ्रेटबोर्ड फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ यसरी नै हुँदै जान्छ हाम्रो गिटारको फ्रेटबोर्ड नम्बरहरू है। अब सी मेजर समातौँ है त। फिङ्गर नम्बर 1 लाई हजुरहरूले सेकेन्ड स्ट्रिङ थिच्नुहोस् फर्स्ट फ्रेटमा। फिङ्गर नम्बर 2 लाई फोर्थ स्ट्रिङ थिच्नुहोस् हजुरहरूले सेकेन्ड फ्रेटमा। फिङ्गर नम्बर 3 लाई थर्ड फ्रेटमा राख्नुहोस् फिफ्थ नम्बर स्ट्रिङमा यसरी थिच्नुहोस्। हेर्नु सक्नुहुन्छ फिफ्थ स्ट्रिङलाई हामीले थिचेको छौँ थर्ड फ्रेटमा, फोर्थ स्ट्रिङलाई हामीले थिचेको छौँ सेकेन्ड फ्रेटमा र फर्स्ट स्ट्रिङलाई हामीले थिचेको छौँ फर्स्ट फ्रेटमा है त। यो कर्डको नाम हो हाम्रो सी मेजर। हेरौँ यो सी मेजर हो। अब ए माइनर जान एकदम सजिलो रहेको छ। थर्ड फिङ्गरलाई उठाउनुहोस् सेकेन्ड फ्रेटमा राख्नुहोस् थर्ड स्ट्रिङमा, यसलाई भन्छौँ हामी ए माइनर। अब लास्ट कर्ड रहेको छ हाम्रो ई माइनर। ई माइनरको लागि हजुरले फर्स्ट स्ट्रिङलाई हटाइदिनुहोस्। अब यो दुईटा फिङ्गरलाई वान स्टेप माथि लानुहोस् फिफ्थ स्ट्रिङ र फोर्थ स्ट्रिङमा, यसलाई भन्छौँ हामी ई माइनर। ध्यान दिएर हेर्नुहोस् है त। सी मेजर, ए माइनर र ई माइनर। फेरि एकचोटि हेर्नुहोस् सी मेजर, ए माइनर र ई माइनर। ल त अब सुरु गरौँ। यो गिटार कर्डलाई हामी कसरी चेन्ज गर्ने, कुन चाहिँ रिदममा है त। राइट ह्यान्डमा पिक समात्नुहोस् हजुरहरूले। सिम्पल रिदम प्याटर्न रहेको छ हाम्रो यस्तो डाउन 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 चारचोटि है। सी मेजर समात्नुहोस् चारचोटि डाउन बजाउनुहोस् यसरी 1 2 3 4। अब नेक्स्ट कर्ड जानुहोस् ए माइनर राख्नुहोस् फेरि सेम प्याटर्नलाई फलो गर्नुहोस् 1 2 3 4। अब लास्ट कर्ड रहेको छ हाम्रो ई माइनर। यसमा पनि सेम प्याटर्न फलो गर्नुहोस्। समात्नुहोस् ई माइनर र बजाउनुहोस् 1 2 3 4। अब यो तीनटा कर्डलाई बजाइरहनुहोस् यसरी है त। थ्याङ्क यू सबैजनालाई है त। एभ्रिडे प्र्याक्टिस गर्नुहोस्, केही न केही इम्प्रुभमेन्ट हुनेछ हजुरमा। जय नेपाल। हामी फेरि भेटौँला।